वेलकम टु वाचम्यान नेपाल। आज धेरै पछि मैले यो च्यानलमा मेरो भिडियो अपलोड गर्दैछु वाचको बारेमा र आज चाहिँ नि मेरो वाचको जर्नी कसरी स्टार्ट भयो र कसरी चाहिँ मैले वाचहरू कलेक्सन गर्न थालेँ भनेर यसको बारेमा चाहिँ नि मेरो वाच जर्नीको बारेमा सानो डिस्कसन गर्नेछु। मेरो वाचको जर्नी चाहिँ मलाई जहाँसम्म लाग्छ, मलाई एक्ज्याक्ट डेट चाहिँ थाहा भएन, बट मलाई जहाँसम्म लाग्छ मेरो वाचको जर्नी चाहिँ नि 2020देखि सुरु भएको 2019को पेन्डेमिक पछि। 2020मा पेन्डेमिकको टाइममा, लकडाउनको टाइममा मैले धेरै नै स्मार्ट वाचको बारेमा सर्च गरिरहेको थिएँ, किनकि त्यति बेला मलाई अरू वाचहरूको बारेमा त्यति जानकारी पनि थिएन। वाच भनेको केवल टाइम हेर्नलाई मात्र जस्तो लाग्थ्यो र मलाई मेकानिकल घडीहरूको बारेमा, मेकानिकल वाचहरूको बारेमा केही पनि इन्फर्मेसन थिएन। र त्यही क्रममा स्मार्ट वाचहरूको बारेमा कुन चाहिँ स्मार्ट वाच राम्रो हुन्छ भनेर सर्च गरिरहेको टाइममा मैले सबैभन्दा सस्तो स्मार्ट वाच मैले एउटा अनलाइनबाट मगाएँ। त्यो स्मार्ट वाचको नाम पनि मैले बिर्सेँ, एकदमै सस्तो खालको स्मार्ट वाच थियो। तर त्यो स्मार्ट वाच लिइसकेपछि चाहिँ मलाई के फिल भयो भने त्यसमा चाहिँ नि ब्याट्री सकिँदो रहेछ, हरेक दिन मैले चार्ज गर्नुपर्छ। सो त्यो कुरा मलाई मन परेन। सो मैले त्यस्तो स्मार्ट वाच खोज्दै थिएँ कि जसमा चाहिँ नि ब्याट्री मैले त्यसरी घरिघरि चार्ज गर्न नपरोस्, जुन चाहिँ नि सोलरबाट चार्ज होस् या चाहिँ नि ब्याट्रीको पावर रिजर्भ चाहिँ नि धेरै होस्। र त्यसरी नै सर्च गर्नु क्रममा चाहिँ मैले थाहा पाएँ कि महँगोभन्दा महँगो स्मार्ट वाचमा पनि बढी पावर रिजर्भ रहने भनेको 1 दिनदेखि 2 दिनसम्म रहन्छ। जस्तै एप्पल वाचमा नै तपाईँ मानिलिउँ 1 दिन रहन्छ यदि तपाईँले एक्टिभली युज गर्दै हुनुहुन्छ भने। सो मलाई त्यो मन परेन। पछि मैले थाहा पाएँ कि गार्मिनको वाचमा चाहिँ नि सोलर पनि छ, गार्मिनको स्मार्ट वाचमा, तर त्यो चाहिँ मेरो लागि धेरै महँगो थियो, $1000 जति पर्न जान्थ्यो। त्यही भएर त्यो मैले किनिहाल्न ठिक लागेन। र त्यसपछि पनि मैले सर्च गरेर जाँदाखेरि एउटा चाहिँ मैले भिडियो भेटाएँ जसमा चाहिँ नि प्रोड्युसर माइकल भन्ने छ, जसले चाहिँ वाचको बारेमा भिडियो हाल्छ र उसले चाहिँ नि महँगो वाचहरू किन्ने गर्दछ। र त्यसले किन्ने क्रममा चाहिँ एउटा वाच डिलरसँग चाहिँ रोलेक्स वाच किन्न खोजिरहेको थियो। र त्यसपछि त्यो भिडियोबाट मैले थाहा पाएँ कि रोलेक्स वाच सेकेन्ड ह्यान्ड चाहिँ नि बढी महँगो हुन्छ। त्यसपछि मलाई अचम्म लाग्यो, किन महँगो हुन्छ रोलेक्स वाच भनेर, सेकेन्ड ह्यान्ड किन महँगो हुन्छ भनेर मैले खोज्दै जाँदाखेरि चाहिँ नि तिनीहरू मेकानिकल रहेछ, जुन चाहिँ नि मेकानिकल पार्ट्सहरू मात्र मिलेर बनेको हुन्छ र टाइम बित्दै जाँदा त्यो लिमिटेड पिसेस मात्र प्रड्युस गर्ने हुन्छ कम्पनीले। सो पछि चाहिँ नि सेकेन्ड ह्यान्ड वाचेसहरू, जुन चाहिँ मेकानिकल वाचेसहरू नयाँ भन्दा पनि बढी प्राइसेसमा बिक्ने हुन्छ र किन्नुपर्ने हुन्छ। र यो चिज मलाई एकदमै नयाँ लाग्यो। र यो रोलेक्सको प्राइस सेकेन्ड ह्यान्ड नै किन महँगो हुन्छ र अरू मेकानिकल घडीहरू जस्तै चाहिँ नि सेगोका लिमिटेड घडीहरू या अरू ब्रान्डका लिमिटेड घडीहरू चाहिँ नि पछि सेकेन्ड ह्यान्ड चाहिँ किन महँगो हुन्छ भनेर यो विषयमा चाहिँ हामी अर्को भिडियोमा चर्चा गर्नेछौँ। र अब मेरो यो वाच जर्नीको बारेमा कुरा गर्नुपर्दा तर त्यसपछि चाहिँ मैले मेकानिकल वाच के हो भनेर सर्च गर्दै गएँ र त्यसपछि मलाई एउटा मेकानिकल घडी किन्न मन लाग्यो। र मेकानिकल घडी किन्नको लागि मैले मेकानिकल घडीमा सबभन्दा सस्तो, राम्रो र बलियो कुन चाहिँ वाच हुन्छ भनेर खोज्दै जाँदाखेरि चाहिँ नि जापानको ब्रान्ड सेको वाच चाहिँ नि सबैभन्दा सस्तो, सेको 5 वा सबभन्दा सस्तो भनेर मैले थाहा पाएँ। र सेको वाचमा पनि सबभन्दा राम्रो र सस्तो भनेको SNK 809 को बारेमा मैले धेरै नै हेर्न थालेँ। र मेरो फर्स्ट पर्चेज जुन मेकानिकल वाच हो SNK 809, त्यही मैले पर्चेस गरेँ र त्यो अहिले पनि मसँग छ अनि म अहिले पनि लाउने गर्छु। धेरै राम्रो वाच छ र त्यो किन्दाखेरि चाहिँ नि मलाई धेरै नै रमाइलो लाग्यो। र त्यसमा चाहिँ नि एक्जिबिसन केस ब्याग भएको कारणले गर्दाखेरि हामीले चाहिँ नि त्यसको चाहिँ नि मेकानिकल पार्ट्सहरू चाहिँ हेर्न मिल्छ। र त्यो अटोमेटिक वाच भएको कारणले गर्दाखेरि त्यसमा चाहिँ नि रोटर घुमेको पनि हामी देख्न सक्छौँ भने त्यो चाहिँ नि मेरो लागि एकदमै फ्यासिनेटिङ थियो। 1-2 दिन चाहिँ नि मैले त्यो मेरो SNK 809लाई चाहिँ नि मेरो रिस्टमा लगाइराख्दा पनि कानमा लगेर सुन्दै गर्थेँ त्यो मेकानिकल पार्ट्सहरू मुभ भएको। यदि तपाईँले मेकानिकल घडी लाउनुहुन्छ भने एकदमै शान्त भएर तपाईँले त्यो कानमा लगाएर सुन्नुभयो भने तपाईँले मेकानिकल पार्टहरू मुभ भइरहेको तपाईँले सुन्न सक्नुहुन्छ, जुन चाहिँ नि फर्स्ट बायर्सहरूको लागि चाहिँ एकदमै फ्यासिनेटिङ लाग्न सक्छ, जसरी मलाई लागेको थियो।
र त्यसपछि मैले स्मार्ट वाच किन्ने बारे कहिले पनि सोचिनँ। बट स्टिल स्मार्ट वाच पनि को पनि जरुरत हुन्छ हाम्रो लाइफमा। मसँग पनि एउटा स्मार्ट वाच छ जुन चाहिँ मैले डेली वर्कआउट गर्दा मात्र लगाउँछु, मेरो हेल्थ ट्र्याक गर्न या चाहिँ हार्टबिट ट्र्याक गर्न, त्यतिको लागि मात्र हो। त्यसको बाहेक चाहिँ नि मैले जहिले पनि मेकानिकल वाच या अरू डिजिटल वाच लगाएको हुन्छु। र त्यसपछि मैले SNK 809 किनिसकेपछि म अलिकति इम्पल्सिभ भएँ र मैले 1-2वटा अरू वाचेसहरू पनि, मेकानिकल वाचेसहरू पनि किनेँ, सेकोका वाचेसहरू, जस्तै चाहिँ नि सेको SSJ426J भन्ने अलि महँगो वाच किनेँ मैले, ड्रेस वाच। यो SNK 809 चाहिँ नि हामीले चाहिँ फिल्ड वाच या चाहिँ नि पाइलट वाच जस्तो पनि लाग्छ, तर फिल्ड वाच हो त्यो। र त्यसपछि चाहिँ नि SSJ426J किनेँ जुन चाहिँ नि मेरो चाहिँ ड्रेस वाच हो। र त्यसरी नै मैले मेकानिकल वाचेसहरू किन्दै गएँ। र यसरी नै किन्ने क्रममा अहिले सायद मसँग मेकानिकल वाचेस चाहिँ नि 8 देखि 9वटा जति छ। र त्यो किन्ने क्रममा चाहिँ नि मैले चाहिँ नि जुन चाहिँ क्वार्ट्ज वाच हो, जो चाहिँ ब्याट्रीबाट, सोल्ली ब्याट्रीबाट चल्छ, त्यसलाई चाहिँ मैले एकदमै नेग्लेक्ट गरेँ। मैले चाहिँ त्यसलाई सम काइन्ड अफ हेटै गरेँ भन्न मिल्छ। बट पछि मैले बुझ्दै जाँदाखेरि चाहिँ नि क्वार्ट्ज वाच पनि समहाउ उसको आफ्नै राम्रो पक्षहरू छन्। जस्तै चाहिँ नि क्यासियोका घडीहरू र जिसोका घडीहरू, र त्यसबारे पनि मैले पछि चाहिँ थाहा पाएँ र सर्च गर्दै गएँ। र त्यसपछि मलाई जसरी पनि एउटा जिसक आफ्नो कलेक्सनमा हाल्न मन लाग्यो। नर्मली वाच कलेक्टरहरू जो पनि हुनुहुन्छ, एटलिस्ट एउटा जिसक चाहिँ नि उनीहरूले आफ्नो कलेक्सनमा हालेकै हुन्छ। र त्यसपछि मलाई पनि एउटा जिसक जसरी पनि मेरो कलेक्सनमा हाल्नु थियो, जुन चाहिँ नि फङ्सनमा राम्रो होस् र मेन थिङ भनेको चाहिँ त्यसमा सोलर पावर होस् भनेर मैले सर्च गर्दै गएँ। र त्यसपछि मैले GWG-1000 मड मास्टर भनेर सर्च गरेँ, जसमा चाहिँ नि ट्रिपल सेन्सर भनिन्छ, जसमा चाहिँ नि ABC, अल्टिमिटर, ब्यारोमिटर र कम्पास त्यसैमा हुन्छ। र त्यो कुनै पनि फोन या चाहिँ नि कुनै पनि लाइक एप्लिकेसनमा चाहिँ डिपेन्ड हुँदैन थियो। र त्यसको चाहिँ सबै चिज इन्डिपेन्डेन्टली त्यही घडीले आफैले गर्दछ। त्यसमा चाहिँ वर्ल्ड टाइमर पनि थियो र मलाई धेरै राम्रो लागेको थियो त्यो घडी। बट त्यो घडी चाहिँ नि मेरो मिडियम साइज रिस्टको लागि चाहिँ अलिकति ठुलो भएको कारणले गर्दाखेरि चाहिँ नि मैले अरू जिसकहरू पनि लिन म बाध्य भएँ। र अहिले मसँग सायद चाहिँ नि 2-3टा जति जिसक छन्। बट आइ एम स्टिल भेरी ह्याप्पी विथ माई जिसक्स एन्ड क्यासियो वाचेसहरू पनि छ मसँग, सानो क्यासियो वाचेसहरू पनि छ। सो यसरी नै मेरो वाच जर्नीको दौरानमा मैले चाहिँ नि थोरै वाचहरू कलेक्ट गरेको छु। सो आइम ह्याप्पी विथ माई वाच कलेक्सन। अहिले पनि म अघि भनेको जस्तो मेकानिकल पार्टहरूदेखि अहिले पनि म एकदमै फेसिनेट हुन्छु। मेरो मेकानिकल वाचेसहरू यदि मैले हेरेँ भने त्यसको चाहिँ नि एक्जिबिसन केस ब्याग छ भने त्यो पछाडि फर्ममा पल्टाएर म अहिले पनि हेर्ने गर्छु, विच लुक्स भेरी ब्युटिफुल। र म अहिले पनि मेरो वाचेसहरूलाई मैले कानमा राखेर सुन्न गर्छु। त्यो मेकानिकल पार्ट्सहरू मुभ भएको साउन्ड मलाई धेरै मनपर्छ। र जस्तै जिसकहरू पनि म अहिले पनि लाउने गर्छु। मलाई अहिले पनि धेरै रमाइलो लाग्छ मेरो कलेक्सनहरूको वाचेसहरू लगाउन। सो यो वाच जर्नीको दौरानमा मैले पनि केही गल्तीहरू गरेँ। र मेन गल्ती भनेको जब हामीले कुनै पनि कलेक्सन स्टार्ट गर्छौँ, कुनै पनि घडीको मात्र होइन अरूहरूको पनि कलेक्सन स्टार्ट गर्छौँ, त्यति बेला हामीले गल्ती गर्न सक्छौँ कि हामी बढी इम्पल्सिभ भइदिन्छौँ। भन्नाले हामीले चाहिँ एउटा किन्ने बित्तिकै अर्को किन्ने हामीलाई हुतुती एकदमै लाग्छ र हामीले चाहिँ नि त्यसको फिचरहरू राम्ररी नहेरी, प्राइसेसहरू राम्ररी नहेरी चाँडैभन्दा चाँडै हामीले कलेक्ट गर्न खोज्छौँ। र यो दौरानमा चाहिँ हामीले धेरै गल्तीहरू गर्न सक्छौँ। मैले पनि 1-2वटा वाचमा गल्ती गरेको छौँ। त्यो वाचेसहरू नराम्रै त होइन, तर मेरो लागि नराम्रो हुन गयो। जस्तै मेरो रिस्ट साइजको लागि अनि प्राइसको हिसाबमा त्यो वाच त्यति वाचको पर्फर्मेन्स या लुक नराम्रो हुनसक्छ। सो त्यही भएर चाहिँ नि तपाईँले कुनै पनि वाच किन्नुभन्दा अगाडि तपाईँको रिस्टमा त्यो वाच ठिक हुन्छ कि हुँदैन, अनि तपाईँलाई कस्तो खालको वाच चाहिँ नि तपाईँलाई मनपर्छ, तपाईँलाई फिल्ड वाच मनपर्छ कि फिल्ड वाचमा पनि कस्तो देखिने वाच मनपर्छ, क्रोनोग्राफ चाहिन्छ कि या चाहिँ डाइभर चाहिन्छ कि तपाईँले यदि चाहिँ नि वाटर रेजिस्टेन्ट हेरेर बढी चाहिन्छ भने तपाईँलाई डाइभर खालको वाचेस मनपर्ने हुनसक्छ। या चाहिँ तपाईँ चाहिँ नि एडभेन्चरस धेरै मन पराउनुहुन्छ भने पनि डाइभर पनि राम्रो हुनसक्छ। तर डाइभर र मेकानिकलहरू भन्दा पनि एडभेन्चरस तपाईँ हुनुहुन्छ भने या चाहिँ नि आउटिङ धेरै गर्नुहुन्छ, घुम्नुहुन्छ भने तपाईँको लागि
जिसक धेरै बेटर हुनसक्छ किनकि त्यसको फिचरहरूमा डिरेक्सन कम्पासदेखि लिएर अल्टिमिटर ब्यारोमिटर सबै हुने जिसकहरू पनि हुनसक्छ। सो यो सबै हेरेर या रिसर्च गरेर तपाईँले किन्नुभयो भने चाहिँ नि यु क्यान ह्याभ अ पर्फेक्ट वाच फर यु रादर देन बिङ इम्पल्सिभ। सो यस्तै नै थियो मेरो जर्नी एकदमै छोटकरीमा। थ्याङ्क यू भेरी मच फर लिसनिङ। इफ यु वान नो मोर थिङ अबाउट द वाचेस एन्ड माई वाचेस प्लिज कमेन्ट गरिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला। योर सब्सक्राइब helps me a lot to make a content, and thank you very much for watching and listening me and Watchman Nepal. Thank you very much.